कुर्सी यता हेर त तिम्रो पापाले हेर्छ नि टेबल कुर्सी चाहिँ किन लिएको नलिएको भनेपछि हामी अल्छी गरेर टेबल कुर्सी नलिएपछि यस्तो हुन्छ धेरै अल्छी भएपछि चाहिँ यस्तो हुन्छ भुइँमा बसेर भात खानुपर्छ संस्कृति परिवारले देउसीमा कार्यक्रम बिदामा गर्दै बिदामा गर्दै पिट मार्ने भनी साथी सङ्गी सल्लाइमा गरे सल्लाइमा गरे यसै घरमा पिट्दै मार्ने पानीमा खान देउसीमा खेल्दै रमाइलो गर्दै देउसीमा भन्दै भट्याउनेको सोरैमा ढाकी सोरैमा ढाकी देउसीमा भन देउसी रे भन देउसी रे भन आउने मसाला यसैमा गरी देउसीमा खेल्दै रस गर्दै देउसी रे भन्दै बिदाई गरौँ बिदाई गरौँ भाइ हो रस गर्ने हाँस खेल गर्ने साथीमा भाइ पापी कोरोना भाइ हो भोलि त हामी यसैमा गरी देउसीमा खेल्न सांस्कृतिक परिवारको आज लास्ट देउसी भाबै भाइ हो सलिम तल आउने मसाला हुँदैन भाइ हो हुँदैन भाइ हो यसैमा घरको यसैमा घरको सुनेको दुवार भाइ हो पत्नीमा खान्छौ पत्नीमा लान्छौ पत्नीमा लान्छौ मैमानी दिउला मैमानी दिउला मैमागी दिउला चिसाहरू पनि निकालौँ है कार्तिकको दान हो दान र भेटी दान र भेटी पाइहाल्यो भाइ हो पाइहाल्यो भाइ हो ल भाइ हो देउसी रे भन देउसी रे भन
बेटी आको आहे घर बेटी आको घोटा आहे बैसीमा घोटा आहे जङ्ग्रेमा घोटा आहे जङ्ग्रेमा घोटा आहे छोड्दैमा घेरी आहे छोड्दैमा घेरी आहे गोठैदेखि आहे गोठैदेखि आहे खुल्दामा घेरी खुल्दामा घेरी आहे तातीको ताती आहे चरनेसम्म आहे चरनेसम्म आहे नछुटी खाना आहे नछुटी खाना आहे गाईमा रहौँ आहे गाईमा रहौँ आहे गाईमा रहौँ आहे आउँदामा घेरी आहे आउँदामा घेरी आहे उसैमा घरी आहे उसैमा घरी आहे तातीको ताती आहे तातीको ताती आहे नछुटी खाना आमै बाबै आहे मातेर पिताले आहे मातेर पिताले आहे ढुङ्गोलाई छुँदा आहे ढुङ्गोलाई छुँदा आहे नुनसरी हौन् आहे नुनै हौन् आहे पानीलाई छुँदा आहे पानीलाई छुँदा आहे तेलै हौन् अब देउसी सकिएको छ देउसी सकिएर अब गान लगाइहाल्यो गान लगाइहाल्यो नि गान लगाइहाल्यो पैसालीको पातमा दियो दियो दियो
भुइँमा बसेर भात खाइँदैछ ज्वाइँ बसेर भात खाइँदैछ नि होइन ज्वाइँ बसेर भात खाइँदैछ टेबल कुर्सी चाहिँ किन नलिएको भनेपछि हामी अल्छी गरेर हामी पनि एक बेला छोएर छोरी भएको अनि त्यही भएर त्यही यादमा टेबल कुर्सी नलिएपछि यस्तो हुन्छ धेरै अल्छी भएपछि चाहिँ यस्तो हुन्छ भुइँमा बसेर भात खानुपर्छ धेरै अल्छी भएपछि चाहिँ यस्तो हुन्छ भुइँमा बसेर भात खानुपर्छ अरू कुरो त के भन्नु टेबल कुर्सी माथि राखेर यहाँ भुइँमा बसेर भात खाइछ त्यही बाबु चाहिँ कहाँ मुल्ल भन्नु आउनु भएको चाहिँ मास खाएर आउनु भएको खुसी त हेर त तिम्रो पापाले हेर्छ नि फेरि